चर्को घाम र मुसलधारे पानीमा खाली सिलिन्डर बोकेर बिहानैदेखि लामो लाइन र सामाजिक सञ्जालमा ग्यासको अभाव भयो भन्दै रुवाबासी भइरहेको दृश्य थियो गत साताको। तर सरकार र नेपाल आयल निगमको एउटै रटान थियो, ग्यास पर्याप्त छ र समस्या नागरिकले आवश्यकताभन्दा बढी ग्यास घरमा जम्मा गर्दा भएको। त्यसो भए ग्यास पर्याप्त हुँदाहुँदै नागरिकले घन्टौँ लाइन किन बस्नु पर्यो? अहिलेको ग्यास सङ्कट कहाँबाट आयो? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो समस्या फेरि नदोहोरियोस् भनेर हामीले के सिक्यौँ, के सिक्नु पर्दछ? पहिलो कुरा, के नेपालमा ग्यास कम आएको हो? समाचारहरू हेर्ने हो भने पछिल्लो समय नेपालमा एलपिजी आयात घटेको देखिँदैन। बरु उद्योगीहरूका अनुसार आयात करिब 15 देखि 25% बढेको छ। अर्थात् समस्या केवल भारतबाट ग्यास नआएको भन्ने होइन। त्यसो भए ग्यास देशमा आइरहेको छ भने उपभोक्तासम्म किन पुगिरहेको छैन? यहाँबाट सुरु हुन्छ समस्या हाम्रो सप्लाई चेन र व्यवस्थापनमा। दोस्रो कुरा, ग्यासको सङ्कट अचानक कसरी आयो? यसको एउटा महत्त्वपूर्ण कारण, केही महिना अघि पश्चिम एसियामा युद्धको अवस्था बिग्रिएपछि आपूर्ति प्रभावित हुन सक्ने जोखिम देखाउँदै नेपाल आयल निगमले मार्चदेखि 14.2 किलोको सट्टा 7.1 किलोको आधा सिलिन्डर बेच्न थालेको थियो। यसले तत्कालको माग केही घटायो र केही समय बजारलाई धान्न सजिलो भयो। तर जुलाई 15 देखि फेरि पुरा 14.2 किलोको सिलिन्डर बेच्न थालियो। अब सोचौँ, 4 महिनादेखि आधा सिलिन्डरमा सीमित भएको माग एकैपटक पुरा सिलिन्डर फर्किँदा माग अचानक बढ्छ भन्ने कुरा अनुमान गर्न गाह्रो थियो। खाली सिलिन्डरहरू पनि एकैपटक बजारमा फर्किन्छन् भन्ने थाहा थिएन। अर्थात् 14.2 किलोको सिलिन्डरमा फर्किँदा त्यस अनुसार आपूर्ति, भण्डारण र वितरणको पर्याप्त पूर्व तयारी भयो त? यदि माग अचानक बढ्ने थाहा थियो भने त्यस अनुसारको पूर्व तयारी किन भएन? माग 81 बढ्यो, तर हाम्रो वितरण प्रणाली त्यही गतिमा तयार थिएन। त्यसको परिणाम हो आजको देखिरहेको ग्यासको अभाव। तेस्रो र गम्भीर समस्या हो व्यवस्थापन। नेपालमा अहिले बजारमा कति एलपिजी सिलिन्डर छन् भन्ने स्पष्ट तथ्याङ्क छैन। 2021मा गरिएको प्रमाणीकरण अनुसार करिब 1,44 लाख सिलिन्डर देखिएका थिए। तर अहिले उद्योगी तथा वितरकहरूको अनुमानमा यो सङ्ख्या करिब 1,75 लाख पुगेको छ। त्यसमाथि एउटा घरले कति सिलिन्डर राख्न पाउने, होटल वा रेस्टुरेन्टले कति राख्न पाउने, कुन अवस्थामा कति मौजता राख्न पाइन्छ, यसको स्पष्ट र प्रभावकारी व्यवस्था नै छैन। अर्थात् सिलिन्डर कति छन् भन्ने यकिन छैन। कहाँ कति चाहिन्छ भन्ने गतिशील तथ्याङ्क पनि छैन र कसले कति सिलिन्डर राख्न पाउने भन्ने स्पष्ट प्रणाली पनि छैन। यस्तो प्रणालीमा सङ्कट आउँदा के हुन्छ? जहाँ धेरै माग छ त्यहाँ समयमा ग्यास पुग्दैन, जहाँ ग्यास छ त्यहाँ आवश्यक ठाउँमा प्रभावकारी रूपमा पुग्दैन र अन्ततः ग्यास देशमा हुन्छ तर उपभोक्ताको भान्सामा हुँदैन। चौथो समस्या हो भण्डारण। नेपालले महिनामा करिब 45 देखि 50 हजार टन ग्यास खपत गर्छ, तर देशभरका ग्यास उद्योगहरूको कुल भण्डारण क्षमता करिब 10,000 टनको आसपास मात्र छ। सरकारी अधिकारीहरूकै अनुसार नेपाललाई करिब 25,000 टन भण्डारण क्षमता आवश्यक छ। आफै सोचौँ, हामीसँग पर्याप्त बफर स्टक नै छैन भने केही दिन आयात वा ढुवानीमा समस्या आउँदा बजारमा हाहाकार हुनु अस्वाभाविक हो। हामी सङ्कट आएपछि मात्र ग्यास खोज्ने कि सङ्कट आउनु अघि नै ग्यास भण्डारण गर्ने? यही हो दीर्घकालीन व्यवस्थापनको प्रश्न। त्यसो भए ग्यास अभाव कम गर्न सरकारले अबका दिनमा के गर्नुपर्छ? सबैभन्दा पहिलो कुरा, समस्या आउनु अगाडि पूर्व तयारी गर्नुपर्छ। माग कसरी व्यवस्थापन गर्ने, कति ग्यास चाहिन्छ, कति सिलिन्डर उपलब्ध छन्, कति माग बढ्छ, यो सबैको पूर्व योजना बनाउनुपर्छ। समस्या आएपछि दौडिने होइन, समस्या आउनु अघि तयारी गर्ने हो। र दोस्रो कुरा, वास्तविक डिमान्ड अनुसार ग्यास वितरण गर्नुपर्छ।
काठमाडौँमा कुन क्षेत्रमा कति ग्यासको माग छ, ललितपुरमा कति छ, भक्तपुरमा कति छ, तराईका जिल्लामा कति छ, अन्य जिल्लामा कति छ, यस्तो तथ्याङ्कले दैनिक एलोकेसन गर्न सहज बनाउँछ। तर समस्या आएपछि मात्र कुनै ठाउँमा ग्यास पठाउने लाइन लागेपछि विशेष बिक्री केन्द्र खोल्ने जस्ता रियाक्टिभ म्यानेजमेन्टले समस्या समाधान गर्न कति सहयोग गर्छ। सरकारले व्यापार पनि आफै गर्छु, ग्यास चामल पनि आफै बेच्छु भनेर सोच्नु धेरै टाढा पुगिने यात्रा होइन। सरकारसँग भएका संयन्त्रहरू प्रयोग गर्न सक्नुपर्छ। तेस्रो कुरा, ग्यास वितरण डिजिटल र पारदर्शी बनाउनुपर्छ। अब सोचौँ, कुन उद्योगले कति ग्यास पायो, कुन डिलरले कति पायो, कहाँ कति ग्यास बिक्री भयो, घरायसी उपभोक्ताले कति लगे, होटल रेस्टुरेन्टले कति पाए, कुन क्षेत्रमा कति ग्यास बाँकी छ, यी सबैको रियल टाइम ट्र्याकिङ किन नहुने? हरेक सिलिन्डरमा क्युआर कोड वा बारकोड राख्न सकिन्छ। कुन सिलिन्डर कहाँबाट भरियो, कुन डिलरमा पुग्यो, कति बिक्री भयो, सबै ट्र्याकिङ गर्न सकिन्छ। यसले कालोबजारी, कृत्रिम अभाव र अनावश्यक मौजता नियन्त्रण गर्न पनि सहयोग गर्छ। र चौथो कुरा, पर्याप्त भण्डारण निर्माण गर्नुपर्छ। महिनामा 40-45 हजार टन खपत हुने देशमा करिब 10,000 टनको आसपास मात्र स्टोरेज क्यापेसिटी राखेर हामी कति सुरक्षित छौँ? कम्तीमा 25,000 टनको स्ट्राटेजिक रिजर्भ बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्छ। आज आपूर्ति रोकियो भने भोलि बजारमा हाहाकार नहोस्। सङ्कटको समयमा देशसँग आफ्नै ब्याकअप हुनुपर्छ। र पाँचौँ, दीर्घकालीन रूपमा एलपिजी माथिको निर्भरता घटाउनुपर्छ। नेपाल जलविद्युतमा धनी देश हो भनेर हामीले सुन्दै र पढ्दै आएको कुरा हो। त्यसैले इन्डक्सन कुकिङलाई केवल वैकल्पिक उपयोगको रूपमा होइन, राष्ट्रिय इनर्जी स्ट्राटेजीको एउटा हिस्सा बनाउन सकिन्छ। सस्तो र भरपर्दो बिजुलीको उपलब्ध गराउने, इन्डक्सन किन्न प्रोत्साहन गर्ने, घरायसी विद्युत खपत बढाउने र बिस्तारै ग्यास माथिको निर्भरता घटाउने। अब यहाँ सरकारको आलोचना गर्दै गर्दा नागरिकले जिम्मेवारी पनि स्वीकार गर्नुपर्छ। यदि एउटा परिवारलाई एउटा सिलिन्डर पर्याप्त छ भने डराएर 3-4वटा सिलिन्डर थुपार्नु समाधान होइन। किनकि तपाईँले आवश्यकता भन्दा बढी सिलिन्डर घरमा राख्दा अर्को परिवारले आफ्नो एउटा मात्र सिलिन्डर समेत नपाउन सक्छ। त्यसैले आवश्यकता भन्दा बढी ग्यास नथुपारौँ। कालोबजारी वा कृत्रिम अभाव देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ र सम्भव हुनेहरूले इन्डक्सन जस्ता वैकल्पिक कुकिङ सिस्टम पनि प्रयोग गरौँ। तर नागरिकले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्दैमा सरकारले आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन। र अन्तिम प्रश्न चाहिँ सरकारलाई नै हो। नागरिकले आवश्यकता भन्दा बढी ग्यास थुपारेका छन् भने कति सिलिन्डर राख्न पाउने भन्ने स्पष्ट कार्यविधि बनाऊ। नियम उल्लङ्घन गर्नेलाई कारबाही गर। व्यवसायीले ग्यास लुकाएका छन् भने अनुगमन गर, प्रमाणित गर र कारबाही गर। डिलरले कालोबजारी गरेका छन् भने कारबाही गर। तर जनतामाथि कारबाहीको दण्ड चलाउन खोज्दै गर्दा सरकारले आफ्नो मूल्याङ्कन पनि गर्नुपर्छ। आपूर्ति व्यवस्थापन किन कमजोर भयो? भण्डारण किन पर्याप्त छैन? सिलिन्डरको यकिन तथ्याङ्क किन छैन? वितरण प्रणाली किन पारदर्शी छैन? 14.2 किलोको सिलिन्डरमा फर्किँदा माग बढ्छ भन्ने थाहा हुँदाहुँदै पूर्व तयारी पर्याप्त किन भएन? सङ्कट आउनु अघि तयारी किन भएन? यी प्रश्नको जवाफ पनि सरकारले दिनुपर्छ। किनकि सरकारको काम समस्या आएपछि दोषी खोज्नु मात्र होइन, समस्या आउन नदिन प्रणाली बनाउनु पनि हो। आज ग्यासको लाइनमा जनता छन्, भोलि अर्को अत्यावश्यक वस्तुको लाइन नलागोस् भन्नका लागि हामीले ग्यासको अभाव मात्र होइन, अभाव सिर्जना गर्ने हाम्रो व्यवस्थापन प्रणालीको समस्या बुझ्न जरुरी छ। त्यसैले अझै पनि चुपचाप दोषारोपण सुन्दै बस्ने कि प्रश्न गर्ने बेला आएको हो।